Hello guys, welcome back to my new vlog. तपाईँलाई फेरि एकचोटि स्वागत छ मेरो भ्लगमा। आज चाहिँ मैले आज साथीले चाहिँ बोलाएको यता घुम्न जानुपर्छ भनेर। त्यहाँदेखि कति बेला भन्दाखेरि बेलुकातिर बोलाएको छ। एकछिन चलिन्न त मलाई पनि घरमा बस्दा अस्ताक्क लागिरहेको थियो। कला खाना फेरि कला खाना गइहाल्छ एकछिन जानु यता घुम्न भन्छ। अनि त्यही जान लागेको अब फेरि कति ठुलो भइसकेको रहेछ हौ। टिप्न पो त लाउनु पर्यो। नुन खोर्सानी बोक भन्छु, आँप पनि बोक भन्छु। यो आँप मिठो लाग्छ खानु, यो चाहिँ बोक भन्छ। पहिलेदेखि नै खाँदै आएको। फाइनल साथी हामीले चाहिँ आफसाफ पाइसकेको छौँ, नुन खोर्सानी पनि पाइसकेको छौँ। अब यतै घुम्न गइरहेको छौँ। मैले भनेको मान्छे चाहिँ यही हो होइन, कस्तो देखेको त्यही हो। बाटोकै छेउमा यहाँ चाहिँ आफ्नो रुख छ होइन। अनि यहाँ पनि मजाले भएछ, यहाँ पनि मजाले भएछ। हातले पनि मजाले भ्याउनुहुन्छ टिप्न, आउनु टिपेर खानु। हाम्रो गाउँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ। बाटोकै साथी छ क्या यो गाउँ चाहिँ मेरो गाउँमा पर्छ। घरधुरी मेरो गाउँमा पर्छ क्या। अनि घरधुरी कति जस्तो भने घरधुरी गर्नु हो न सानो। मलाई बनाउनु जाने मकै पनि ठुल्ठुलो बेला यसो साथीहरू चोर्ने बेला भइसक्यो। चोर्ने बेला हुन्छ। अब अलिक ठुल्ठुलो खाने बेला हुन्छ होइन, अनि चोर्ने बेला हुन्छ त्यति बेला। के भन्नु त्यो भिडियो बनाएर हाल्छ सब साथीहरू यहाँ नुन खोर्सानी चट्टै दिइरहेको रहेछु। त्यो खोर्सानी मजाले पिसाइदिन सिक्या साह्रै नुन पार्दैन। इन्स्टाग्राममा हाल्ने भिडियो नपाएर मैले उयो त्यस्तो जे पाइते हालिदिन्छु। भिडियो हिँड्दै पुगेर झुलुङ्गे पुग्ने नजिकै त छ नि पुगेर। युनिस भाइको भन्नु जाने झुलुङ्गे पुल जाने साथीको तपाईँलाई म झुलुङ्गे पुल पनि देखाउनु जान्छु। जे त्यसको घर नजाने अनि त्यसो घर क्या जाने मुझले उठाउने लिएर आउने लिएर आउनु। म त ल साथी तपाईँलाई झुलुङ्गे पुल पनि देखाइदिन्छु। त्यहाँ फोटो सोटो पनि खिच्नुपर्छ होइन। के भोलि खिच्नु भोलि तपाईँ योभन्दा अगाडिको भ्लगमा पनि भनेछु होला एक दिन त्यो झुलुङ्गे पुल तपाईँलाई देखाउँछु भनेर होइन। त्यो सिद्धान्त होइन मैले त भोलि आउनु भयो मजा लाग्छ। त्यो यहाँ गोजीमा पनि यसो राखिरहेको छ पछि खान्छु। भोलि कपडा फोटो खिच्छ अरे तैँले फोटोकै कुरा गरिस् न त्यही छक्का मतलब फोटो खिच्छ अरे। फोटो कहिले पोस्ट गरेँ अनि त्यही पोस्ट गर्ने स्टोरी त छक्का हाँस्नु खिच्छ जस्तो लाग्छ। म चाहिँ फोटो म चाहिँ मलाई देखाउँछ किन खिच्छ फाइनल साथी त हामी चाहिँ यहाँ पुलमा चाहिँ आइसकेको छौँ। म चाहिँ आम खाँदा आइसकेको छौँ। यो पनि आइसकेको छ। जबरजस्ती ल्याएको छु आउँदै मान्दैन त्यो पनि गएको छौँ। पुलमा चाहिँ हामी आइसकेको छौँ। ठ्याक्कै यहाँदेखि चाहिँ अलिक नजिकै भनेपछि यहाँ टाढादेखि चाहिँ अलिक सानोदेखि चाहिँ यहाँ नजिक गयो भने चाहिँ साथी हामी चाहिँ पुगिसकेको छौँ। पुल यहाँ हेर्न सक्नुहुन्छ होइन। यहाँ पछाडि एउटा छ भने यहाँदेखि फेरि अर्को छ क्या। यसमा दुईवटा मिसेस छ। यो पुल चाहिँ अनुमान यहाँ चाहिँ थियो, यहाँ चाहिँ कति मिटर छ भनेर यहाँ छ देखेको। झन्डै झन्डै कति 400 मिटर झन्डै 3903 झन्डै झन्डै 903 हो कि कति 3000 होइन हौ 393 हो झन्डै कति 400 मिटर क्या भन्नु साथी। यो चाहिँ धेरै ठुलो पुल छ। म यहाँदेखि चाहिँ धेरै टाढा जान सक्दिनँ होइन। अब उता पनि दिदीहरू टिकटक सिकटक बनाइराख्नुपर्छ। अब किन उता अलिक पुल गरिदिउँ होइन। त्यही भएर यहाँदेखि हेरौँ भन्छ। सबैले फोटो सोटो खिच्दै पनि भनिरहेछ। अब यो भ्लगलाई पनि म यहीँ डिएन्ड गरिदिउँ होइन। डिएन्ड होइन एन्ड मात्रै गरौँ। अब के कस्तो हुन्छ त के हुन्छ। अनि ठ्याक्कै भोलि पछि होइन अब कहिले भेट्दा थाहा छैन। तर अब होइन भिडियो हेर्नु भयो कस्तो सब्सक्राइब हानिदिनु ल पुरा सिद्धो। सब्सक्राइब मात्रै हानिदिनु केही हान्न।